हेलो साथीहरू, सबैजना नमस्कार। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गरेकी छु। म पनि सन्चै छु। अहिले चाहिँ म मेरो कान्छा ससुरको घरमा जाँदैछु। यो भिडियो चाहिँ हिजोको दिउँसोबाट सुरु गरेको। मेरो व्रत पनि थियो सोमबारको दिन। म र मेरो छोरा ससुराको घरमा सत्यनारायणको पूजा भइरहेको थियो, त्यही भएर हामी गएँ छिट्टै। म र मेरो छोरा, मैले धुपबत्ती पनि लगेर गएँ। त्यसपछि सेल अनि लन पकाएर मैले फेरि घरमा आउनुपर्ने थियो, किनभने सोमबारको साँझको धुपबत्ती गर्नु थियो। फेरि मैले पकाएर खाना फेरि अझ घरमा आएँ। घरमा आएर मैले धुपबत्ती पूजाआजा सबै गरेँ, आरती पनि गरेँ, आफूले टिको लगाएर पूजा समाप्त गरेँ। त्यसपछि मैले अलिकति नुनिलो चिज नखाउँ भनिसकेँ, त्यही भएर मैले खिर पकाउन सुरु गरेँ। मैले चामल भिजाएर मैले दुध हालेर खिर पकाएँ। खिर पकाइसकेपछि मैले प्रसादको रूपमा खिर खाएँ। त्यसपछि अझ पूजामा जानु थियो। म फेरि ढोका बन्द गरेर म पूजामा गएँ। पूजा सुरु भइरहेको थियो, त्यसपछि पूजा सिद्धिसक्यो। फेरि आरती भयो। आरती भइसकेपछि त्यसपछि होम पनि गऱ्यो। होम गरेर प्रसाद खाएँ। त्यसपछि बाहिर पनि भित्र पनि मान्छे थियो, सबैलाई हामीले खाना खुवाएँ। त्यसपछि हामीले पनि खाएर घरमा आएँ।